हेलो नमस्ते थ्याङ्क यू सो मच है सब्सक्राइब गरिदिनु भएकोमा म फेरि आएँ है त अबदेखि नयाँ क्यामेरा आयो कि म आउँछु है त यो सोनीले यस्तो दामी क्यामेरा रिलिज गरेको छ वान अफ द बेस्ट होला फ्ल्यागसिप क्यामेरा हाइएस्ट मेगापिक्सल क्यामेरा सोनीले अलरेडी A7R सिरिजहरूमा 61 मेगापिक्सलको सेन्सर थियो अलरेडी तर यसमा त्योभन्दा नि बेटर 66.8 मेगापिक्सलको सेन्सर प्लस स्ट्याक सेन्सर हालिदिएर बवाल गरिदिएको छ यो क्यामेरा त्यही भएर आज हामी यो क्यामेराको बारेमा कुरा गर्दैछौँ अब कसले किन्छ त यो क्यामेरा हेरौँ है त कसको लागि चाहिँ हो के छ यो क्यामेरामा आज हामी चाहिँ यो कुराहरू चाहिँ यसमा हेर्छौँ अनेस्टली भन्नुपर्दाखेरि चाहिँ यो क्यामेरा चाहिँ सोनीको A1 सिरिज प्लस सोनीको A7R सिरिजलाई चाहिँ कम्बाइन गरेर बनाएको बडी जस्तै त्यस्तै बडीहरू देखिन्छ तर विथ लाइक अ हाई डिटेलिङ फास्ट मेसिन यो बडीलाई चाहिँ काइन्ड अफ लाइक अ बिस्ट बिग मेसिन नै भन्नु मिल्छ 66.8 मेगापिक्सलको स्ट्याक सेन्सर प्लस 8K भिडियो 30 फ्रेम पर सेकेन्डमा खिच्छ बवाल खालको मेसिन बनाएको छ त्यही भएर आज चाहिँ हामी यो क्यामेराको बारेमा हेर्दैछौँ के छ हेरौँ है त अब फर्स्ट थिङ फर्स्ट यो बडीको कुरा गर्नु पर्दाखेरि मैले भनिहालेँ 66.8 मेगापिक्सलको स्ट्याक सेन्सर छ जसले गर्दाखेरि चाहिँ रोलिङ सटरहरू चाहिँ हुँदैन पुरानोहरू पनि अलरेडी नै हाई मेगापिक्सलको सेन्सरहरू थियो 61 मेगापिक्सलको सेन्सर थियो तर स्ट्याक सेन्सर नभएको भएर चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ जब चाहिँ हामी हाई स्पिड सुटहरू गर्छौँ त्यतिखेर चाहिँ सटर रोलिङ हुन्छ जसले गर्दाखेरि चाहिँ हाम्रो चाहिँ अब क्रिकेटहरू खेल्दाखेरि बेसबलहरू खेल्दाखेरि चाहिँ सिधा त्यो ब्याटहरू चाहिँ हल्का टेढो हुने आउँछ अब यसमा चाहिँ त्यो प्रब्लम पनि हुँदैन अनि अर्को कुरा भनेको चाहिँ पुरानो क्यामेराहरूमा चाहिँ हाई मेगापिक्सल चाहिँ हुन्छ तर रिड आउट स्पिड चाहिँ स्लो थियो यसमा चाहिँ दुइटै बवाल छ सोनीले चाहिँ सिरियसली यार कस्टमरको चाहिँ कुरा सुन्छ जस्तो लाग्यो अब मलाई नि किन हो किन क्याननबाट चाहिँ सोनीमा जम्प हुँ जस्तो लाग्यो होइन सोनीको FX3 क्यामेरा वान अफ द बेस्ट क्यामेरा हो 2026 होइन सो फार वान अफ द बेस्ट क्यामेरा छ लो लाइटको लागि सोनीको A7S3 पछाडिको क्यामेरा होला तिनीहरू दुइटै बवाल छ लो लाइटको लागि त्यो थाहा पाएको भए चाहिँ मैले कसम ल क्याननबाट चाहिँ स्विच गर्थेँ तर स्टिल मैले चाहिँ सोनीको FX3 को सट्टामा चाहिँ FX30 भनी किनेछु होइन भिडियोको लागि त्यहीबाट चाहिँ हामी भिडियो खिच्दैछौँ सरी अब यो बडीको बारेमै कुरा गरौँ ल यो बडी 30 फ्रेम पर सेकेन्डमा चाहिँ सुट हुन्छ 8K भिडियो रेकर्डिङ हुन्छ इन्सेन AI अटो फोकस छ यसमा बेटर एर्गोनोमिक्स EVF बवाल छ 9.44 मिलियन डटको ओलेड सुपर डिटेल्ड है अब यो बडीको बिल्डको बारेमा कुरा गर्नु पर्दाखेरि चाहिँ क्लासिक अल्फा सिरिजकै बडी जस्तै देखिन्छ तर विथ लाइक अ बेटर ग्रिप छ यसमा दामी ग्रिप छ यो बडीमा अर्को मलाई सबसे मन परेको चाहिँ एउटा सानो छोटा माल तर बडा धमाका भन्छ नि त्यस्तै एउटा सानो छ बटम एउटा हालिदिएको छ जसले गर्दाखेरि चाहिँ त्यो सानो बटम चाहिँ थिच्दाखेरि चाहिँ हाम्रो चाहिँ पछाडिको चाहिँ बटनहरूमा चाहिँ लाइट बल्छ जुन चाहिँ अब सानो कुरा हो तर मेरो लागि चाहिँ बवाल कुरा हो एकदमै दामी आई विश क्याननले पनि यो एउटा चाहिँ फिचर चाहिँ एड गरिदियो भए चाहिँ एकदमै मजा आउँछ किनभने एस्ट्रो खिच्दाखेरि मिल्की वेहरू खिच्न जाँदाखेरि चाहिँ प्रायः के हुन्छ भने ट्राइपोडमा राखेर लङ एक्सपोजरहरू सर्टहरू खिचिन्छ कहिलेकाहीँ चाहिँ कुन चाहिँ बटन कहाँ छ भनेर हेर्दाखेरि चाहिँ हामीले टर्च लाइट यसो बालेर हेर्दाखेरि चाहिँ त्यो सर्टहरू चाहिँ बिग्रिन सक्छ अनि यो भएपछि चाहिँ टक्क बालेपछि पछाडि कुन बटन कहाँ छ क्लियरली देख्छ मेरो वान अफ द फेभरेट फिचर्स यो बडीमा अब स्क्रिनको कुरा गर्नु पर्दाखेरि चाहिँ 4 एक्सिस LCD स्क्रिन नै छ अब जसले गर्दाखेरि चाहिँ फोटोग्राफरहरूको लागि टिल्ट प्यान अनि रोटेट गर्न मिल्छ एकदम दामी अब यसको सेन्सरको त के कुरा गर्ने 66.8 मेगापिक्सल प्लस 30 फ्रेम पर सेकेन्डमा खिच्दाखेरि हाई रेजोल्युसन पहिला चाहिँ हाई मेगापिक्सलको थियो तर रिड आउट स्पिड चाहिँ हल्का स्लो थियो यसमा चाहिँ दुइटै छ अब यो हाई मेगापिक्सल भएको भएर चाहिँ डिटेल्स चाहिँ अब बवालै हुनेवाला छ होइन अब सोनीको अटो फोकस सिस्टमको कुरा गर्नुपर्दाखेरि चाहिँ सोनी अलरेडी नै अब अटो फोकस सिस्टममा वान अफ द बेस्ट क्यामेरा हो अब यसमा चाहिँ आई डिटेक्सन ह्युमन फेस डिटेक्सन एनिमल डिटेक्सन ट्रेन डिटेक्सन बर्ड डिटेक्सन बवाल छ वाइल्ड लाइफको लागि वान अफ द बेस्ट है होइन कार ट्रेनहरू सबै चाहिँ यसले चाहिँ अटो ट्र्याकिङ हुन्छ अब भिडियोको कुरा गर्नु पर्दाखेरि चाहिँ अब मैले भनिहालेँ 8K 30 फ्रेम पर सेकेन्डमा खिच्छ 4K 120 फ्रेम पर सेकेन्डमा खिच्छ अब रोलिङ सटर छैन दामी
अब स्टेबलाइजरको कुरा गर्नुपर्दाखेरि चाहिँ सोनी चाहिँ 8.5 IBS छ अनि 16 स्टप अफ डाइनामिक। अब यतिको क्वालिटीको बडी भयो भने चाहिँ युट्युबरहरू कमर्सियल गर्नेहरूको लागि चाहिँ वान अफ द बेस्ट क्यामेरा हुनसक्छ। एउटै बडीमा चाहिँ हाई मेगापिक्सल विथ लाइक हाई क्वालिटी भिडियो पनि खिच्न मिल्छ। अब ब्याट्रीको कुरा गर्नुपर्दाखेरि चाहिँ सोनीले जस्ट रिलिज द न्यू ब्याट्री है, जुन चाहिँ पुरानो ब्याट्रीभन्दा चाहिँ 25% चाहिँ एक्स्ट्रा अझ पावरफुल, किनभने मेसिन नै यस्तो हेभी बनाइदिएको छ होइन। ब्याट्री चाँडै ड्रेन हुनु त अब स्वाभाविकै हो, त्यही भएको भएर चाहिँ ब्याट्री पनि नयाँ ब्याट्री हालिदिएको छ, जसले गर्दाखेरि चाहिँ एकदम जनै ब्याट्री चाहिँ दामी चाहिन्छ यो बडीमा, त्यो पनि राम्रो छ। मेमोरी कार्डको कुरा गर्नुपर्दाखेरि चाहिँ फास्ट CF एक्सप्रेस कार्ड लाग्छ र अनि हाम्रो SD कार्ड लाग्छ है। अब यो क्यामेरा कस्तो मान्छेको लागि भन्दाखेरि यो क्यामेरा चाहिँ अलरेडी प्रो मान्छेहरूको लागि हो। एस्ट्रो फोटोग्राफर, स्पोर्ट्स, वाइल्ड लाइफको लागि दामी, कमर्सियल वर्ल्डको लागि बवाल, फ्यासनको लागि दामी। यो चाहिँ बिगिनर्सहरूको लागि पक्कै होइन, एकदम महँगो क्यामेरा छ, जसले चाहिँ अब आई थिङ्क मेरो विचारमा चाहिँ मन्थली 6000 फोटोग्राफीबाट कमाउँदैन भने आई थिङ्क यो क्यामेरा चाहिँ ठिक होइन जस्तो लाग्यो। बेसिकल्ली अब यो कुरा गर्नुपर्दा सबै कुराको लागि दामी, हाई मेगापिक्सल, जसले चाहिँ अब स्टुडियोमा बसेर हाई प्रिन्टिङहरू गर्ने फोटोहरू सुट गर्छ, एकदम मोर डिटेल सर्टहरू खिच्नको लागि बवाल छ यो। अब यो बडीको नराम्रो कुरा गर्नुपर्दाखेरि चाहिँ भनिहालेँ, एक्सपेन्सिभ, बिगिनरको लागि हुँदैन, प्रोफेसनलहरूको लागि बनाएको क्यामेरा हो, फ्ल्यागसिप क्यामेरा हो, त्यही भएर एकदमै एक्सपेन्सिभ छ। यो बडीको प्राइस चाहिँ $6,999 छ, बडी ओन्ली। अब प्लस लेन्सहरू राख्दाखेरि एकदमै एक्सपेन्सिभ। अब नेक्स्ट थिङ भनेको अलरेडी हाई मेगापिक्सलको क्यामेरा छ, हाई रेजोल्युसनको अब क्वालिटीको भिडियो खिच्छ, त्यो भएपछि अब मेमोरी कार्डहरूको स्पेस चाँडै नै खान्छ। अब मेसिन नै यस्तो पावरफुल भएपछि त्यो मेसिनलाई चाहिँ प्रोसेस गर्नलाई कम्प्युटर पनि हेभीवाला नै चाहिन्छ। यसमा चाहिँ ओपन गेट रेकर्ड छैन। लो लाइटको लागि चाहिँ स्टिल पनि A7S3 र FX3 नै बेस्ट होला यो क्यामेरा भन्दा है। ल है त यति नै हो। यो भिडियो मन पऱ्यो भने चाहिँ प्लिज कमेन्ट पनि गरिदिनु होला, लाइक सेयर पनि गरिदिनुहोस् है, सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु है। सब्सक्राइब गरेपछि झन् बनाउनु लाग्छ भिडियो। अबदेखि भनिहालेँ, नयाँ क्यामेरा रिलिज भएपछि नयाँ भिडियो आउँछ। ल आजको लागि चाहिँ यति नै गरौँ है त। अनि नेक्स्ट कुन चाहिँ क्यामेराको बारेमा चाहिँ रिभ्यू हेर्न मन छ त्यो पनि कमेन्ट गरिदिनु होला है त। अनि बाँकी चाहिँ हामी अर्को भिडियोमा भेट्छौँ। त्यतिन्जेलसम्मको लागि सी यू। थ्याङ्क यू सो मच फर वाचिङ। जय नेपाल।